Yeah. Hello guys, welcome back to our channel फेरि आज चाहिँ हामी यहाँ औषधको फुल अघि टिपेर पोको जति माथि घरको मान्छेले अनुहार देखाउनु हिँडिरहेको छ घरमा अनुहार देखाएर अब फेरि घुम्ने हो फेरि त्यतिकै घुम्दै हो बस्यो खायो सुत्यो आज पनि हिजो 12 बजी सुतेको केटाहरू सबै आज राति बिहान 12 बजी उठेको फेरि हामी 12 आवर्स सुतेको नि साह्रो छ केटाहरू कस्तो पो छ त उठेर गयो एउटा त अब कि माथि घरमा अनुहार देखाउनु पर्ने त्यति बेला टेन्सन भइरहेको छ बिहान त सुतिरहेको थियो मजाले लु पनि जाँदैछ असुरको फुल बोकेर घरमा हो त्यति बोकेन भने त भरे कहाँ गयो भनिहाल्छ त्यति चाहिँ गएको थियो भनेर हाउस ल्याएर ल गाइस अब चाहिँ उबिन पनि घर पुगेर आएको छ असुरको फुल पनि घरमा लिएर आएको छ अरे अब घरमा चाहिँ आएछ हो मलाई उता कहाँ उता लान्छ होला भनेर चाहिँ म छिटो छिटो पासँग घर गएको अनि भोलि मात्रै जाने भनेर प्लान एक्सपायर त प्लान चाहिँ किनभने मेरो बहिनीको बर्थडे चाहिँ भोलि हो नि त 27 मा त्यसले गर्दा बर्थडे चाहिँ एटेन्ड गरेर मात्रै जाने भनेर अझै नजाने त्यो भएर अनि अहिले चाहिँ पासँग घरमा गएको ल गाइस पासँग घर बस्यो बोलो सिकेर सिकेको छ अरे गाइस हेर्ने देखाउँदैछ कस्तो छ अरे भएन कस्तो कुरा त्यो चाहिँ स्टार निस्किँदै जान्छ नि त्यो अब आफ्नो ए यस्तो कस्तो स्टार हो त्यो चाहिँ नि यसको डट्टी छ स्टार हुन्थ्यो अघि हेरेको हेरेको अनि सिकेको नि के हो सँगै मान्छे के अरे गाइस यो चाहिँ अब स्टार देखाउँदैछ अब स्टार इस खाने यस्तो एकदम आज डिनर आजको दिनमा रेकर्ड गर्दैछ होइन खिच्न जान्छ खिच्दैछ खिच्न छिटो खिच्यो खिचिक आयो नि पागल भाषा छ केटाहरू पागल साइको भइदिएर छैन के भन्छ एउटाले आइजाने भरे ब्लग गाइस यहाँ तर्सेर बिमारले यहाँ हात पनि काट्छ पुगे कस्तो भयो आज मेरो साथी डरले हात कहाँ लगाएर पनि छिटो ढेर है बिमारै भएछ अब चिन्ता ढामी बोलाउनु पर्छ जस्तो छ है गाइस एम्बुलेन्स बोल मर्यो लो गाइस हेर्नु त निन्द्रामा प्याङ निन्द्रामा प्र्याङ गर्थ्यो भने केटाहरूले आँखा सुनेर के भइसक्यो सर्याङ गर्छ ए यहाँ केटाहरू छैन होला प्र्याङ गरेर सरङ गर्ने चाहिँ म हो एम्बुलेन्स बोलाउनु पर्छ यहाँ दाइको एउटा आँखा पनि सुनेर यहाँ हिजोस्तिको बदला लिएको अरे हामी ल गाइस नेक्स्ट टाइम ल म खतरा एउटा भिडियो ल्याउँछु तिमीलाई यिनीहरूको ओइ बनाऊ भिडियो
थुई यो गर्नु पर्ने जाठोभित्र चाहिँ गाइस अब चाहिँ प्राइस चाहिँ यता चाहिँ यसको हातमा के हो छ मेरोमा गाइस प्राइस भन्दा चाहिँ अब 1 2 3 4 5 6 600 छ गाइस प्राइस चाहिँ अब यो प्राइस कसले पाउने हो अन्त यो प्राइस पाउनुको लागि चाहिँ के गर्नुपर्छ भने नि गाइस साम्याङ खाने हो हामी आज साम्याङ छ अन्त के पो है भेज नुडल्स पनि छ कि साथी हो गाइस अनि त्योहरू चाहिँ योहरू चाहिँ के गर्ने भने चाहिँ आज चाहिँ सँगै पकाउने हो योहरू सबै अन्त सँगै पकाएर चाहिँ स्पाइसी बनाउने साह्रो पिरो एउटा बनाउने कम्पिटिसन खेल्ने हो कसले जित्ने होइन त्यहाँदेखि चाहिँ जित्नेले चाहिँ क्यास प्राइस यहाँ 600 छ हो 600 किनभने हामी सबैले 200 निकालेको हो नि त गाइस त्यसले गर्दा आज चाहिँ हाम्रो यो हेरिदिनु बुझ्यौ एकदम पिरो छ गास खाने पिरो अब यसको हेर्नुहोस् गाइस मैले बनाउने भनेको चबाएर के हो अब अघि खाइसक्यो अब यो महेशमती कि जय हो के परल दोस्रै देख्छ त यहाँ त नि कुन त लामो उसले यो चाहिँ गाइस अब पानीमा भिजाउने हो अनि सम्यङ त नभिजाउने हुन्छ भरे अलिकति यो झोल लगाएको जस्तो गरेर फ्राई गर्नुपर्छ चाहिँ यसो राखेर फुलेको त मिठो त नि यो साम्याङ त गाइस यो मिल्दैछ यो मिल्दैछ यो मिल्दैछ यो मिल्दैछ ले ब्लङ्की ब्लङ मान्दैन ल हो सबै पानीतिर बगाउँदैन त ल गुए गनाउँदैछ है गाइस गुए गाइस यो चाहिँ अब छोप्नुपर्छ मलाई काट्नु खोज्दैछ म डरले यहाँ गोर्खाली भन्यो बडी देखाइदिए त पाडे बडी नेपाल कि जान्ने अरे बडी देखाइदिएन पाडे बडी नेपालको मान्छे बुढी छिलूं आने की छिकी गुतो है ना छिकी गुतो आने की काटता हूँ तू कुन बुढी हो त्यो चाहिँ अहिले होइन गाइस गाइस हामी पनि एक टाइम चाहिँ सेफमै थियो कि सेफमा सबै गरेर हामी चाहिँ खतरा सेफ हो कि गाउँले स्टाइलको हो हामी गाउँलेको चाहिँ कसरी गर्छ भने त्यही हो अब यो चाहिँ यसरी काट्नुपर्छ यसरी काट्नुपर्छ चोप्टा म कसो बच्चा पर्छ रिस उठ्छ नि मलाई पनि तर के गर्नु पनि पर्छ हो यो अर्को मेथड हेरे कुट्ने स्टाइल डिस्कभर भयो उगिन्दैछु पाव अब चाहिँ गाइस लाउँदैछ होइन यसको मुखमा थुक कस्तो आएछ दामी हुन्छ गाइस आज जानु पाएन भने आँखामा आँसु पनि बगेको जस्तो छ गाइसहरू गाइस हाँस्दैछ कस्तो हाँसेको छ पानी चाहिँ ल्याउनु जानु पासाङ पानी पानी यसको अनुहार हेर्नु त गाइस क्यामेरा देख्दा मात्रै काम गर्छ नि यो त कति गोड लगेर अर्को एउटा कन्टेनर लगेर जान त्यो त अहिले के बनाउनु पर्छ थाहा छैन दिमाग त छ जस्तो लागेको थियो त हौ कस्तो रे अहिले ठुलो लैजान ओइ
औ जाटा के चाहिएको यसले औ जाचा फ्यामिली देखिहाल्यो भने के लगेर गएको हो पासाङ फुसुङ्गे ठुलो हुँदैन भाइ बकेटमा लिएन पानी चाहिँ ए बकेटमा ल टमाटर गाइस टमाटर योले त खान्छ है डल्लै खाएर देखा त बकेट पुग्दैन नि गाइस फेरि रोक्दैन होला चम्किआउनु पर्छ कि खाइहाल्छ यो चाहिँ भन्नु पर्यो एकछिन फेरि फसाएको ल अब चाहिँ गाइस अघि खोर्सानी कुटेको रिजल्ट ल अन्त अघि कसो कुरो थाहा छैन गाइस ड्याङ 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 पार्यो यसको रिजल्ट चाहिँ त्यो पानीमा आउँछ यसको रिजल्ट चाहिँ हाम्रो किनभने यहाँ यता कर्ममा चाहिँ मान्छे बस्दैन नि त निकटबाट पनि आउँछ यो चाहिँ अदुवा र खोर्सानी हो गाइस यो माथिबाट ल्याएर खाँदा चाहिँ गाइस हिजो फेरि हामी के को मुभी पो हेऱ्यौँ तब हो गएको हेरेको टोइलेट जानु कोही सक्दैन साथी लगेर जान्छ तर म चाहिँ तर्सिँदैन त्यस आज नि यो खाएर चाहिँ टोइलेट कुद्नु कुनै के को रहर गरेको तर अब यो रिजल्ट चाहिँ हेर्नुहोस् गाइस तिमीहरूले यसरी कुटेर खानु पनि सकिन्छ होइन त्यो छैन भने चाहिँ के भन्छ लाङसिङ ओक्ली छैन भने चाहिँ त्यसरी गाइस ढुट्टो सबै गाइसहरूलाई थाहै छैन ल अब यो मेथड युज गर्दा हुन्छ यो अलिअलि लायो हो बेसी लाँदा नै हुन्छ गाइस ढुट्टो ढ्याम्की ड्याम कुद्नै मात्रै यसरी राख्यो हान्यो ढुट्टो भएपछि यहाँ निकाल्ने खाने यस्तो चाहिँ रिजल्ट गाइस